हेलो भाइ बहिनीहरू, आज के कुरा ल्याउँदैछु भने तिमीहरू होइन सानै भनौँ न। अहिले त अब प्लस टू सकेर मान्छेहरू अब 17-18मै पनि पास गरेर जान्छ होइन। अनि अब अहिलेको फेरि एजुकेसन पनि सानैबाट नै हुन्छ। अनि त्यही भएर पनि केटाकेटीहरू पनि सानै हुन्छ। 18-19मा अहिले पनि त्यति मजाले डिसिसन लिन सकेको हुँदैन। अनि त्यो प्लस टू सकेपछि मान्छेहरूले अब के गरौँ हुन्छ। अनि कसैले जापानिज ल्याङ्ग्वेज पढ्छ, कसैले कोरियन ल्याङ्ग्वेज पढेर बाहिर जाने गर्छन् होइन। अनि अब उनीहरू मिसगाइड हुन्छन् होइन। अब कसैसँग इन्स्टिट्युसनहरू पनि त्यस्तो राम्रो भेट्दैनन्। अनि उनीहरूले राम्रो नभए स्टुडेन्टको लागि वर्किङको लागि त फरक परेन होइन, कमाउने हो पठाउने हो। तर स्टुडेन्टको लागि चाहिँ एकदम त्यो मेन्टल प्रेसर पनि हुन्छ। अनि अब यता ऋण पनि हुन्छ। अब मिडल क्लासको त त्यही हो, अब सबैले ऋण गरेर आउनुपर्ने हुन्छ। त्यत्रो 15-20 लाख त अब जोगाउँदै जिन्दगी गएको हुन्छ मान्छेहरूको होइन। अनि घर चलाउनै गाह्रो परेको हुन्छ। त्यही माथि ऋण गरेर आउँदा त मान्छे त एकचोटि साइको पनि भइहाल्छ, काम पाउँदैन भन्छन् होइन। अनि भने जस्तो काम पनि पाउँदैन, अनि यता हुँदैन मान्छे। अनि प्रेसरले नै धेरै जस्तो सुसाइड गरेको म केसहरू देख्छु क्या। लगभग अब 1 महिनामा इन्टर भयो, 2-3 महिनामा मान्छे साइको भएर सोच्नै नसकेर सुसाइड हान्छ क्या। त्यस्तो गर्नुभन्दा त बरु वकिङमा जानु होइन, सानोतिर देश जानु, वकिङमा गर्नु। यो यसो यो इन्टरनेटको जमानामा मान्छेले अलिकति के अरे यसरी मिसयुज चाहिँ गरिदिएर होला। अब यहाँ यति कमिन्छ उति कमिन्छ भनेर मान्छेहरू अलिकति कमिन्छ कि भन्ने लोभले पनि जान्छन्। प्लिज यस्तो चाहिँ कहिले नगर्ने होला है, किनकि भोलिको दिनमा हाम्रो दाजुभाइ पनि यसरी हुनसक्छ है।